हेर्नुस् र तपाईँ जान 15 अरब 16 अरबको जनताको पैसाको अपचलन गरेर मार्केट म्यानिपुलेसन इनसाइडर ट्रेडिङ गरेर अकुत सम्पत्ति जम्मा गरेर राजनीतिलाई प्रभावित गरेर केही प्रभावशाली नेताहरूलाई त उनीहरूको गोजीमै राखेर देशका राजनीतिक संस्थाहरू त कब्जामा भए आर्थिक संस्थाहरू पनि कब्जा गरेको एउटा असाध्यै कटु यथार्थ थियो। जेनजी आन्दोलनलाई हामीले धन्यवाद दिनै पर्छ। त्यो हस्तक्षेप नभएको भए हामी साँच्चीकै भड्खालोमा जाकिने क्रममा रहेछौँ। अघिल्लो सुशीला कार्की सरकारमै तयार भएका ऋण सहयोगहरूलाई हामीले ग्रहण गरेर अब त्यसको इमान्दार कार्यान्वयन गऱ्यौँ भने चाहिँ उच्च प्रतिफल दिने र आर्थिक कूटनीतिमा पनि र लगानी प्रवर्धनमा पनि हाम्रो ठुलो चाहिँ ध्यान गएको छ। अब यो सघन आर्थिक कूटनीतिको लागि अमेरिकी सहायक विदेश मन्त्री, राष्ट्रपति ट्रम्पका विशेष चाहिँ अनवोय दूतदेखि लिएर जापान, जर्मनी, बेलायत, फिनल्यान्ड, फ्रान्स, दक्षिण कोरिया, युरोपियन युनियन, भारत, चीन सबैसँग चाहिँ हामीले कूटनीतिक आर्थिक सम्बन्ध लाई एकदमै सुदृढ बनाउने गरेर अगाडि गएका छौँ र लगानीको माहौल बनाउनको लागि उहाँहरू सबैजना सकारात्मक हुनुपर्छ र बजेटको कार्यान्वयन मेरो 1 नम्बरको प्राथमिकता रहन्छ भने आर्थिक साधन स्रोत जुटाउने, वैदेशिक लगानी जुटाउनमा पनि विश्वव्यापी रूपमै रोड सो गर्न पर्यो भने पनि गर्ने उल्लेख गरेर बिजनेस कम्युनिटीसँगको पार्टनरसिपमा हामीले जानुपर्नेछ, किनकि नेपाललाई हामीले एउटा नयाँ कोर्समा लानुपर्ने छ। प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीहरू पनि अहिले चाहिँ इच्छा देखाइरहेका छन्। धेरैको लगानी भइसकेको, तर हाम्रा कानुनी उल्झन, ब्युरोक्रेटिक हैरानीमा ती लगानीहरू निरुत्साहित भएर अन्य देशमा गइसकेका, जान लागेकाहरू पनि अहिलेको सरकार आइसकेपछि उत्साहित छन्। अहिलेलाई उनीहरूले हामीलाई शङ्काको लाभ दिएका छन् र बजेटमा हामीले खोजे जस्तो लगानीको माहौल बनाउन सक्यौँ भने एकदमै ठुलो सङ्ख्यामा चाहिँ प्रवासी लगानीकर्ताहरू, हाम्रै नेपाली दाजुभाइ दिदीबहिनीहरू, स्वदेशी लगानीकर्ता त त्यहीँबाट सुरु गर्ने हो र विदेशी लगानीकर्ताहरू पनि नेपालमा चाहिँ लगानी गर्न आतुर हुनुहुन्छ। त्यो माहौल, त्यो वातावरण बनाउने काम हामीले गर्दैछौँ। यस्तै अब संयुक्त राष्ट्र सङ्घदेखि लिएर प्रवासी समुदायले गरेका विभिन्न कार्यक्रमहरूमा मैले उपस्थित भएर यिनै सन्देशहरू दिने गरेको छु। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको लागि लगायत अन्य धेरै सहायताका कार्यक्रमहरू, असाध्यै सौविध्य प्राप्त ऋण सहयोगहरू हामीले यो समयमा लिएका छौँ। यसबारे पनि व्यापक रूपमा भ्रम परेको वा पारिएको, फैलाइएको देखेको छु। डलरमा 1% वा 1.5%मा 32 वर्षसम्म चलाउन सकिने खालका ऋणहरू मात्र लिएका छन् विश्व बैंक र एसियाली विकास बैंकबाट। त्यो पनि धेरै तयारी हामीभन्दा अगाडि आएका सरकारहरूले गरेको कुरालाई हामीले पूर्णता दिएका हौँ। त्यो भनेको त्यसलाई सदुपयोग गर्न सकेको खण्डमा त्यो अनुदान बराबर नै हो। तर त्यो ऋण लिएर हामीले दुरुपयोग गऱ्यौँ, पछि प्रतिफल नदिने क्षेत्रहरूमा लगानी गऱ्यौँ भने चाहिँ त्यो ऋण वा अनुदान सबै चाहिँ वेस्ट नै हुन्छ। तर यद्यपि गत महिना हामीले लिएका केही ऋण सहयोगहरू अघिल्लो सुशीला कार्की सरकारमै तयार भएका ऋण सहयोगहरूलाई हामीले ग्रहण गरेर अब त्यसको इमान्दार कार्यान्वयन गऱ्यौँ भने चाहिँ उच्च प्रतिफल दिने र एउटा सिद्धान्त पनि छ अर्थशास्त्रमा, डेट्स सुड पे फर देमसेल्भ्स। जे ऋण लिन्छ त्यो आफै तिरिने खालको हुनुपर्छ भन्ने मान्यता छ। जसले हामीले लगानी लिएर आयौँ र लगानीले आर्थिक वृद्धि गरायो भने जहिले पनि डेटलाई हामी डेटको रूपमा मात्र लिँदैनौँ। डेट जहिले पनि कुल गार्हस्थ उत्पादनको अनुपातका रूपमा हेरिने गरिन्छ। सो डेट टु जीडीपी रेसियो, डेट जति लिए पनि जीडीपी बेसरी बढ्यो भने त्यो रेसियो घट्दै जान्छ, बढ्दैन। त्यसैले त्यो सैद्धान्तिक मान्यताबाट हामीले आर्थिक वृद्धि र रोजगारी सिर्जना हुने खालका क्षेत्रहरूमा चाहिँ ऋण सहयोग लिनुपर्छ र यो सौविध्य प्राप्त झ्याल पनि अब चाँडै नै बन्द हुँदैछ। अब 2-4 वर्षपछि नेपाललाई यति सस्तोमा डलर ऋण 1%, 1.5%मा, यहाँ ऋण भन्नासाथ हामीलाई चाहिँ त्यो गाउँका जमिनदार सामन्ती साउजीहरूको याद आउँछ क्या, के कपाली तमसुकदेखि लिएर सारा याद आउँछ। त्यही भएर मान्छे तर्सने हुन्। तर यति सौविध्य प्राप्त ऋण अब 2-4 वर्षपछि उपलब्ध हुनेवाला छैन, किनकि हाम्रो प्रति व्यक्ति आय बढ्दैछ र अब हामी चाहिँ 2, 3, 4, 5, 6% ब्याज लिएर मात्रै इन्टरनेसनल रिजर्भ करेन्सीहरूमा बरो गर्नुपर्ने बाध्यात्मक अवस्थामा हामी चाँडै पुग्दैछौँ। त्यसैले त्यो विन्डो रहन्जेल नै एलडिसीबाट ग्रेजुएसन नहुँदै यी चाहिँ कन्सेसनल फाइनेन्सको भरमग्दुर उपयोग गर्ने हो। यद्यपि दीर्घकालीन गन्तव्य भनेको फेरि निजी पुँजी नै हो,
स्वदेशी प्रवासी विदेशी यो त सुक्छ ग्रान्ट त बिलाइसक्यो। हामीले अर्थ मन्त्रालयका साथीहरूले मैले आलोचना पनि गरेका थिएँ पोहोर परार संसदबाटै त्यो अनुदान 52-55 अर्ब उठ्छ भनेर बजेटमा लेखिन्थ्यो। वास्तवमा 7 अर्ब 8 अर्बभन्दा उठ्दैन। त्यसैले पहिला हामी केटकेटी हुँदाखेरि 48 सालमा महेश आचार्यको बजेट लगायत त्यो कालको हेर्दाखेरि सम्पूर्ण विकास खर्च अनुदानबाट गरिन्थ्यो र अलिअलि मात्रै ऋण हुन्थ्यो भने अब अनुदान बिलायो सिद्धियो। बाँकी भएको यो कन्सेसनल फाइनान्स पनि अब सुक्दै जाने हो। हामी माहौल बनाएर प्राइभेट फाइनान्समै गएनौँ भने हाम्रा विकासका लक्ष्यहरू पुरा नहुन सक्ने अवस्था चाहिँ आउँदैछ चाँडै। यस्तै लगानी बोर्डको अनुगमन सहजीकरण इत्यादिबारे मैले अहिले गरेँ र अन्तमा अब संस्थान र पुँजी बजार सम्बन्धी पनि धेरै रिफर्महरू गरिराखिएको छ। स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि गठन गरिएको एउटा समितिले त्यो जुन प्रतिवेदन दिएको छ त्यसलाई हामी कार्यान्वयन गर्छौँ। हिजो पनि स्टक मार्केट पुँजी बजारबारे एकदमै उदार नीतिहरू घोषणा गरिएको छ राष्ट्रपति मार्फत र यसलाई बजेटमा हामी थप आकार दिन्छौँ। यसलाई हामी प्रोफेसनलाइज गरेर एउटा विश्वस्तरीय क्यापिटल मार्केटको मापदण्डलाई पछ्याउने गरेर नै अगाडि जाने हो। यी संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्दछ। 15 अरब 16 अरबको जनताको पैसाको अपचलन गरेर मार्केट म्यानिपुलेसन इनसाइडर ट्रेडिङ गरेर अकुत सम्पत्ति जम्मा गरेर राजनीतिलाई प्रभावित गरेर केही प्रभावशाली नेताहरूलाई त उनीहरूको गोजीमै राखेर देशका राजनीतिक संस्थाहरू त कब्जामा भए आर्थिक संस्थाहरू पनि कब्जा गरेको एउटा असाध्यै कटु यथार्थ थियो। जेनजी आन्दोलनलाई हामीले धन्यवाद दिनै पर्छ। त्यो हस्तक्षेप नभएको भए हामी साँच्चीकै भड्खालोमा जाकिने क्रममा रहेछौँ र अहिले मुलुकले नयाँ कोर्समा गएको छ र सुशासनलाई हामीले ठुलो प्राथमिकताका साथ अगाडि बढाएको कारण